दायाँ बायाँ त्यो दुख्यो जस्तो भएको छ। नातिनु होला, चिल्लो पिरो नखानु, फ्रिजको कुरा नखानु, जतन गर्नु होला, राम्रो हुन्छ। रिताजी डिपोर्ट पनि जोइन गर्नुभयो, थ्याङ्क यू। त्यस्तै लभ पनि जोइन गर्नुभएको छ, ईशा थापा पनि जोइन गर्नुभयो। यहाँहरूका आफ्ना नाक कान घाँटी र थाइरोइड सम्बन्धी विविध समस्या भएमा यहाँले प्रश्न गर्न सक्छ। के कान्सु पनि आउनुभएको छ, केसी हरि पनि जोइन गर्नुभयो। आशाजी राम तामाङ पनि लाइक गर्नुभयो, धेरै धन्यवाद, थ्याङ्क यू सो मच रिताजी तपाईँलाई। मदमजी पनि राम तामाङ पनि लाइक गर्नुभयो। प्रमिला गौतम, राम टन्सिल होइन, एलर्जीको कारणले घाँटी